दर्शकबिन अन्ततः जेएनजी आन्दोलनका महान शहीदहरूलाई पशुपति आर्यघाटमा लगिँदैछ अन्तिमतः संस्कारका लागि। यति बेला यहाँहरू देख्न सक्नुहुन्छ यो गाडीमा विनोद महर्जनको शव छ। ललितपुर महानगरपालिकाले यो गाडी उपलब्ध गराएको छ। सबै शहीदहरूको पार्थिव शरीर यसरी लामबद्ध तरिकाले शव यात्रा गरेर पशुपति आर्यघाटमा लगेर अन्तिमतः संस्कार गराउने यो तयारीका साथ यति बेला शहीद परिवार र आफन्तहरू आफ्नो आँखा अगाडि रहेको यो बाकसमा भौतिक शरीर आफ्नो छोराको शरीर हेर्दै बिस्तारै अगाडि बढेको छ। यो सबै शहीदप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्न चाहन्छौँ। उहाँहरूको बलिदानी र उहाँहरूको त्याग र उहाँहरूको रगतले प्राप्त यो उपलब्धिलाई संस्थागत गर्ने अभिभारा राष्ट्र प्रमुख सुशीला कार्कीको काँधमा परेको छ। अवश्य पनि उहाँबाट नेपाली जनताले ठुलो आशा र भरोसा राखेका छन्। यो गाडीमा शहीद गौरव शाहीको पार्थिव शरीर छ। दर्शक महानुभाव, यो गाडीमा स्वर्गीय वीर शहीद अमर रहून् भन्ने नारा लगाउँदै यति बेला अमर रहून् अमर रहून् यसमा 6वटा पार्थिव शरीर राखिएको छ। महान शहीदहरूको पार्थिव शरीर अमर रहून्। हार्दिक श्रद्धाञ्जली जेएनजी आन्दोलनका सबै शहीदहरू अमर रहून्। जेएनजी आन्दोलनका सबै शहीदप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छौँ। देश र जनताको न्यायका लागि अन्याय अत्याचार र व्यथितिको विरुद्ध सडकबाट आवाज उठाउँदा एउटा विद्रोह मचियो। त्यही विद्रोहको उपज 72 जना नेपाली निर्दोष युवाहरूको ज्यान गएको छ। यति धेरै मानवीय क्षतिबाट प्राप्त यो उपलब्धिलाई कसरी संस्थागत गर्ने भन्ने ठुलो चुनौती उभिएको छ। सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीको काँधमा पक्कै पनि नेपाली जनताले राखेको आशा र भरोसा यी शहीद परिवारका अनुहारमा कहिले निराशा देख्न नपरोस् र यी उपलब्धिलाई संस्थागत गर्दै नयाँ नेपालको त्यो परिकल्पनालाई एउटा उचाइमा लग्नुभयो भने मात्र मृतक शहीदहरूको आत्माले शान्ति पाउनेछ भन्ने हामी आशा राख्छौँ, यही कामना गर्छौँ। यति धेरै लामबद्ध गाडीहरू पशुपति आर्यघाटतर्फ शव यात्राका लागि निस्किसकेको छ। त्यहाँ दाह संस्कारको अन्तिम घडीमा अन्तिम सलामी अर्पण गर्न नेपाली सेना, राष्ट्रका शीर्ष व्यक्तित्वहरू, नेता मन्त्रीहरू, यही आन्दोलनबाट प्राप्त यही आन्दोलनको जगमा टेकेर बनाइएको नयाँ सरकार प्रमुखज्यूहरू, उपप्रमुखज्यूहरू, त्यसै गरी मन्त्रीज्यूहरूको उपस्थिति रहनेछ। अब हामी आर्यघाटतर्फ लाग्छौँ। 10-12 लाख दिन त तिरिहाल्छ नि भन्थ्यो। पुत्र वियोगको पीडा खप्न नसकी विस्फोट भएर भक्कानिएको यो रोदन हो सिन्धुलीका दिपेश सुनवारको आमा। 4 महिनामा काम गर्थ्यो। मम्मी 10-12 लाख दिन अलिअलि छ। म अब यो अलिअलि काम गर्छु, उमेर पुगेको छैन अनि म कमाउँछु, जेठाबाट मै हो भनेर भन्थ्यो। सन्तान कति? 2टा छोरा हो। 2टा उमेर पुगेको छैन, विदेश जान्छु अनि त्यति दिन त तिरिहाल्छ नि, 10-12 लाख दिन त तिरिहाल्छ नि भन्थ्यो। आफूलाई सम्हाल्नुहोस्। अब राज्यले तपाईँहरूको लागि पक्कै पनि केही गर्नेछ। अब जीवनयापनका लागि केही प्रबन्ध गर्नेछ पक्कै पनि है। ल आफूलाई सम्हाल्नुहोस्। अब जे नहुनु थियो भइसक्यो। आफूलाई सम्हाल्नुहोस्। अब राज्यले तपाईँहरूको लागि पक्कै पनि केही गर्नेछ। अब जीवनयापनका लागि केही प्रबन्ध गर्नेछ पक्कै पनि है। ल आफूलाई सम्हाल्नुहोस्। अब
जे नहुनु थियो भइसक्यो। मेरो छोरालाई छिटै न्याय पाओस्, अर्थ त केही पनि भन्नु छैन मेरो लागि। हुन्छ सम्हाल्नुहोस् है।